हेलो गाइज, शनिबारको दिनको बसाइ हाम्रो प्रतीक्षालयमा भएको छ। हावा खाँदै बसेका छौँ, घाम चर्किया छ। बजार जाने भनेको चटपटे खान, पकौडी खान, जेरी तातो तातो जेरी, देशीले बनाएको जेरी क्या मिठो हुन्छ। फोहोर भए पनि मिठो चाहिँ साह्रै हुन्छ। हिँड्दै जाने भनेको घाम चर्किया, कतिखेर जाने हो, भोक लागिसक्यो। ल फाइनली साथीहरू हामी चाहिँ घाम अलि कम भएपछि चाहिँ बजार निस्किसकेको छौँ। भोक पनि धेरै लागिसकेको थियो, त्यही भएर हामी बुढाबुढी छोरी भएर चाहिँ बाइकमा सुनुनुनुनु बजार लाग्ने ठाउँमा जाँदैछौँ। हेर्दै गर्नु होला, यहाँको सिन चाहिँ कति राम्रो रहेछ कि। यो अहिले धानले गर्दाखेरि हरियाली भएको रहेछ, त्यही भएर मैले यसो क्याप्चर गरिहालेको। गाइज हेर्नु कति राम्रो छ, हेर्नु न हरियाली हुँदा त कस्तो राम्रो देखिने क्या है। तपाईँलाई पनि मनपर्छ होला, त्यही भएर मैले यसो क्लिक गरेको। हामी चाहिँ बजार लाग्ने ठाउँ देखिसकेको रहेछ कि, हामी चाहिँ बजार लाग्ने ठाउँमा आइसकेको छौँ। हेर्दै गर्नु होला तपाईँहरूले पनि यहाँको बजार कस्तो रहेछ। यो चाहिँ यो बुटवल हरैया भन्ने ठाउँमा हो। यहाँ चाहिँ दिनदिन एउटा ठाउँमा बजार लाग्दो रहेछ क्या। अनि आज चाहिँ हरैया भन्ने ठाउँमा बजार लागेको रहेछ, त्यही भएर हामी चाहिँ यहाँ हेर्न आयौँ। यहाँ चाहिँ पार्किङ सहितको सुविधा रहेछ साथीहरू। हेर्नु बाइकहरू पार्किङ गर्ने यता ट्याक्कसँगले डर पनि भएन, हराउँछ कि केही हुन्छ कि भनेर टेन्सन भएन। त्यही भएर यता पार्किङ गरेर हामी चाहिँ लाग्यौँ बजारतिर। हेर्दै गर्नु है तपाईँहरू, यहाँ के पाइँदो रहेछ हेर्नु न। यहाँ उखुको जुस यस्तरी पेल्छ कि, हेर्नु त यहाँ देख्नुहुन्छ, तपाईँहरूले देख्नु भएको थियो कि थिएन। उखुको जुस चाहिँ यहाँबाट पेल्छ र सुरुप सुरुप खान पाइन्छ, मिठो हुन्छ। साइकलको पनि रहेछ क्या यहाँ पार्किङ। कपडाहरू एकदम चप्पलहरू सस्ता हाट बजार भनेपछि त होइन, सस्ता खालको पाइन्छ, राम्रो पनि पाइन्छ। तपाईँहरू पनि यदि सस्तो सामानहरू चाहिएको छ भने हाट बजार आउनु होला साथीहरू। उखुको जुस पेल्ने मेसिन चाहिँ यस्तो हुन्छ। तपाईँहरूले कति खानुहुन्छ, यो गर्मीमा चाहिँ एकदम राम्रो हुन्छ हाम्रो स्वास्थ्यको लागि, एकदम खानु होला, पैसाको लोभ नगरिकन भन्दै हामी चाहिँ अब पसलभित्र यसो बजारभित्र जाँदैछौँ। जाँदै सुरुमै हामीले यस्तो पकौडी पसल देख्यौँ। अब यहाँ देखेपछि त नखाने कुरो भएन होइन। अघि नै श्रीमानज्यूले चाहिँ भोक लागिसक्यो भन्नुभएको थियो, अब उहाँलाई त खुवाउनै पर्यो भनेर चाहिँ म त्यहाँ पसलभित्र गएर यसो अर्डर दिँदैछु, यस्तो बनाइदिनु है भनेर। हाम्रो चाहिँ खानेकुरा नि आइसक्यो। यसलाई चाहिँ भन्छ कि मटर पकौडी हेर्नु, पकौडी मटर। मैले चाहिँ त्यहाँ नानीसँग थिएँ नि त, म नानी यताउता डुले भएर राम्रोसँग भिडियो खिच्नै पाइनँ। त्यहाँ सब्जी पसलहरू थियो, कपडा पसलहरू होइन, यताउता नास्ता खाजा पसलहरू थियो कति धेरै। मैले चाहिँ केही पनि खिच्न पाइनँ, देखाउन पाइनँ तपाईँहरूलाई। अब हामी चाहिँ बजार सकेर पनि घरतिर रुमतिर फर्किसकेको साथीहरू। मेरो यो भिडियो तपाईँहरूलाई कस्तो लाग्यो हेरेर लाइक कमेन्ट गर्न नबिर्सिनु होला। अनि यदि नयाँ साथीहरू हुनुहुन्छ भने मलाई फलो गर्न पनि नबिर्सिनु होला। बाई बाई। तुम्हारे संग रातों में जग के